नमस्कार, ओपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। धनुषाको धनुषाधाममा अज्ञात व्यक्तिमाथि छुरा प्रहार, घटनाको अनुसन्धान हुँदै। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर गाडी भाडामा, आजदेखि सार्वजनिक यातायातको भाडामा 10% वृद्धि। आज अनन्त चतुर्दशी, भगवान अनन्तको पूजाका साथै डोडो बाँध्न परम्परा। संसदीय सुनवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन। र कालो दिवसका समाचारहरूको फेसबुकमा सेयर गरेपछि धनुषामा एक कर्मचारीलाई जागिरबाट हटाइयो, जागिर हटाएकोमा विरोध। अब समाचार विस्तारमा। धनुषाको धनुषाधाम नगरपालिकामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ। धनुषाधाम नगरपालिका वडा नम्बर 1 मङ्गराका 30 वर्षीय शिव सदामाथि अज्ञात समूहले छुरा प्रहार गरेको हो। आज बिहान भएको छुरा प्रहारबाट गम्भीर घाइते सदाको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव हुन नसकेपछि काठमाडौँ पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको छ। सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा 10%ले वृद्धि गरेको छ। पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै भाडा संयोजन गर्नुपर्ने व्यवसायीको दबावपछि सरकारले सार्वजनिक सवारीमा 10%ले भाडा वृद्धि गरेको हो। यातायात व्यवसायी र सरकारबीच हिजो सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो। यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सरकारी पक्षबीचको वार्तामा 4 बुँदे सहमति भएको छ। पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको मूल्य वृद्धिपछि व्यवसायीले भाडा संयोजन हुनुपर्ने भन्दै दशैंका लागि अग्रिम टिकट खुलाउन मानेका थिएन। 10% भाडा वृद्धि गर्ने सरकारको निर्णय स्वागत योग्य भएको भन्दै यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले अब दशैंको लागि अग्रिम टिकट खुलाउने बताउनुभयो। यातायात व्यवसायीले गत शुक्रबारबाटै अग्रिम टिकट खोल्ने तयारी गरेको पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि रोकिएको थियो। पेट्रोलियम पदार्थमा लगातारको मूल्य वृद्धिसँगै यातायातको पनि भाडा बढेपछि सर्वसाधारण यात्रु भने मारमा परेका छन्। आज अनन्त चतुर्दशी, भगवान अनन्तको व्रत गर्नुका साथै डोडो बाँधेर मनाइएको छ। अनन्त चतुर्दशीलाई कहिले अन्त्य नहुने सृष्टिकर्ता धर्ता संहर्ता निगुर्ण ब्राह्मणको भक्तिको दिनका रूपमा लिइन्छ। यस दिन वैदिक मनोपूर्वक भक्तिको स्वस्तितन्तु अनन्त डोरा बाँध्ने गरिन्छ। यो व्रत धन पुत्रादिको कामना पूर्तिको निम्ति पनि गर्ने चलन छ। द्वापरकालमा पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोगिरहेको समयदेखि अनन्त पूजा गर्न थालिएको बताइन्छ। त्यसबेला भगवान श्रीकृष्णको अज्ञात अनुसार धर्मराज युधिष्ठिरले आफ्नो भाइहरू तथा द्रौपदीका साथ व्रत बसेर पूर्ण विधिपूर्वक अनन्त सूत्र धारण गरेका थिए। अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भएको बताइन्छ। बहुत चीज प्राप्त भेलै। तकर बाद में जाकर जब सब चीज भऽ गेलै भरपूर तो ओकर मतलब कि पति रहे गणित मुनि ओ की कहलखिन तो बाल हीरा जवान के बुझबे नहीं करिए धागा धुनी के पूछिए तहन की कहखिन अपने के ओकरा तोड़ के फेंक देलखिन। ओकर परिणाम की भेलै अपने के बहुत बड़ा भोगऽ पड़लै। धन सब नष्ट भऽ गेलै। आ जखन सब चीज नष्ट भऽ गेलै तखन फेर भगवान के खोज कहाँ कहाँ नदी जंगल वन पृथ्वी आकाश वायु जल बरद अपने के वृषभ पुष्करानी कतऽ पूछलक लेकिन भेटले नहीं। अंत में जाकर मतलब कि पानी पीवा जाए तो कीड़ा पड़ जाए, फल की पौधा है अंत में कीड़ा पड़ जाए। अंत में ओकरा बन दर्द के खाए पड़े, कतहु नहीं मिले। अंत में खोज में कतहु नहीं मिले, केहू नहीं कहीं मिले। तो अंत में जाकर जब फांसी लटक जाए तहन साक्षात वह अनंत भगवान जब विष्णु जी कहे यसै दिन अनन्तका रूपमा भगवान हरिको पूजा गरिन्छ। रुवा रेशमी धागो कुशले बनाइएको 14वटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त डोरो धारण गर्ने चलन छ। कपास वा रेशमको धागो कुमकुमको रङद्वारा लगाउने गरिन्छ। अग्नि पुराणमा यस वर्षको विषयमा वर्णित छ। यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान श्रीहरिको प्रतिमाको पूजा गरिन्छ। यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन। यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो। धनुषाको लक्ष्मीनियामा शिवशक्ति महायज्ञ सुरु भएको छ। लक्ष्मीनिया गाउँपालिका वडा नम्बर 5
बनिनियामा श्री श्री 108 श्री शिवभक्ति महायज्ञ र 1008 ज्योतिर्लिङ्ग पूजा सुरु भएको हो। महायज्ञ अन्तर्गत आज पहिलो दिन कलश यात्रा निकालिएको छ। कलश यात्रामा स्थानीयका साथै विभिन्न स्थानमा आएका भक्तजनहरूको सहभागिता थियो। स्थानीयका साथै दाताहरूको सहयोगमा राम अध्ययन दास विद्यार्थी बाबाले महायज्ञको आयोजना गर्नुभएको छ। पूजाका लागि 1008 शिवलिङ्ग स्थापना गरिएको छ। महायज्ञ सोमबार बिहानबाट सुरु हुने विद्यार्थी बाबाले जानकारी दिनुभएको छ। उहाँले 1008 ज्योतिर्लिङ्गको पूजाले शिव उपासनाका महत्त्वपूर्ण फल प्राप्ति हुने पनि बताउनुभयो। शिव पूजन आ 9 गते के कार्यक्रम के विसर्जन होते। एहि कार्य में यहाँ के 1008 शिव के पूजन होते। ये 3 दिन कार्यक्रम। ये पूजा अपने के आनंद चतुर्दशी के दिन में पड़े छे। एहि पूजा के कैला से जे श्रावण मास में सोमवारी व्रत करे छे ओकरो फल प्राप्त होते। तै के बाद में जे कोई शिव उपास करे है शिवो उपास के फल हुनका प्राप्त होते। जे कोई शिव जागरण करे है शिवो जागरण के फल में प्राप्त होते। जे कोई शिव चर्चा करे छे हुनका शिव चर्चा के फल प्राप्त होते। जे 16 सोमवारी के व्रत करे छे महिला लोग हुनका जे है से 16 सोमवारी व्रत के फल प्राप्त होते। ऐसा 1008 शिव जी के पूजन है। तै दुआरे 1008 शिव के मंत्र द्वारा हुनका जल चढ़ायल जते। 24 घंटा में 4 प्रहर में 4 बेर 4 प्रहर में 4 बेर जल चढ़ेला से मनुष्य के की होइ छै तो एक प्रकार से महामृत्युंजय मंत्र के आवाहन भ जाइ छै। असोज 9 गतेसम्म चल्ने महायज्ञमा सहभागी हुनका लागि स्थानीयवासीका साथै विभिन्न स्थानबाट भक्तजनहरू आएका छन्। राष्ट्रिय सभाका सांसदहरूले दशैं तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सरकारको ध्यानकर्षण गराएका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभाका सांसद दिलकुमारी रावल थापाले दशैं तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराउनु भएको हो। उहाँले चाडपर्वको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गर्नुभयो। सांसद रावलले दशैंमा राजधानीबाट घर जाने यात्रुहरूको यात्रालाई सहज हुने गरी आवत जावतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूले परिचय पत्र तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। उहाँले शारीरिक रूपमा अशक्त नागरिकहरूलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरूलाई राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन पुगेको तर्फ पनि सरकारलाई सचेत गराउनुभयो। अर्की सांसद नयनकला ओझाले मोरङ स्थित उर्लाबारी कानेपोखरी पथरी शनिश्चरी बेलबारी लगायत स्थान रहेका सुकुम्बासीहरूलाई तत्काल जग्गाधनी लाल पूर्जाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सचेत गराएको छ। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग लगाउन नेकपाका सांसदहरूले गोप्य रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको चर्चा भइरहेका बेला नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले त्यसो गर्नु गल्ती हुने भन्दै सचेत गराउनु भएको हो। आज राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले महाअभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अस्त्रको रूपमा लिन नहुने पनि स्पष्ट पार्नुभयो। काङ्ग्रेसले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै वरिष्ठ अधिवक्ता समेत रहनुभएका सांसद अधिकारीले काङ्ग्रेसको जस्तै गल्ती हुने गरी जोशी विरुद्ध महाअभियोग लगाए जनताले नेकपालाई पनि दण्डित गर्ने बताउनुभयो। राष्ट्रिय जनता पार्टी नेपालका सांसद ब्रिखेश चन्द्र लालले मणिलाल अस्पतालले 20 वर्ष अघि गरेको सहमति अनुसार सप्तरीमा इन्जिनियरिङ कलेज र जनकपुरमा मणिलाल मेडिकल कलेज खुल्न नसकेको भन्दै त्यस सम्बन्धलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। मणिलाल अस्पतालले दुवै ठाउँमा इन्जिनियरिङ
कलेज र मेडिकल कलेजका स्थापनाका लागि 6 अरब 22 करोड बराबरको जग्गा लिए पनि सो सहमति कार्यान्वयन हुन नसकेकोमा सांसद लालको आपत्ति छ। अब समाचारमा व्यावसायिक विश्रामपछि संसदीय सुनवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन। कालो दिवसका समाचारहरू फेसबुकमा सेयर गरेपछि धनुषामा एक कर्मचारीलाई जागिरबाट हटाइयो। जागिर हटाएकोमा विरोध। र महिला तथा बालबालिकामाथि भएको हिंसा र हत्याप्रति काङ्ग्रेस भातृ सङ्गठन नेपाल महिला सङ्घको चिन्ता, सुरक्षाको प्रत्याभूति दिन माग। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीको प्रसङ्ग। सांसदहरूले राष्ट्रिय र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै समितिका सदस्यहरूले राष्ट्रिय र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको गम्भीर ध्यानकर्षण गराएका हुन्। समितिकी सदस्य पुष्पा भूषाल गौतमले परराष्ट्रिय सम्बन्धलाई मुलुकको हितमा केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले समितिले पनि मुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने आवश्यकता पनि औल्याउनुभयो। नेपाल यति धेरै समृद्धिको अवसरहरू भएको ठाउँ छ, अन्तर्राष्ट्रिय जगतमा नेपालको यति राम्रो छाउँ छ, तर पनि किन नेपाल आज यस्तो भइराखेको छ भन्दाखेरि दुईवटा विषय जोडिएको छ। एउटा परराष्ट्र, एउटा पर्यटन। पर्यटन विषय नै नेपालको एउटा आर्थिक समृद्धिसँग जोडिएको र यसलाई व्यवस्थापन गर्न सक्ने अवसर पनि हो। चुनौतीभन्दा पनि अवसरको रूपमा मैले लिएको छु पर्यटनलाई। यसको लागि मलाई समितिले धेरै ठुलो पर्यटन मन्त्रालयलाई मोनिटरिङ गर्न सक्छ, गाइड पनि गर्न सक्छ, निर्देशन दिन सक्छ, तर परराष्ट्र मन्त्रालय। समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराउनुभयो। विगतका कतिपय अध्ययन भएका कुराहरूलाई पुनः हामी त्यसलाई हेर्ने, जान्ने, बुझ्ने, त्यसमा अहिलेको बदलिँदो परिस्थिति अनुसार के गर्नु पर्यो भने गर्ने, ती कामहरू पनि हामी गर्ने नै छौँ। अरू थप केही कुरा गर्नुपर्ने भए पनि हामी गर्ने नै छौँ। हामीले जुनसुकै राजनीतिक दलको प्रतिनिधित्व गरे पनि, हामी जुनसुकै परिवेश र पृष्ठभूमिबाट आए पनि हाम्रो देशको व्यापकतम हित, सर्वोत्तम हित र हामी नेपाली भनेर आजको प्रतिस्पर्धी विश्वमा अन्तर्राष्ट्रिय सम्बन्धको माध्यमबाट अगाडि बढ्ने कुरामा म पुरै विश्वस्त छु। हामी एकमत छौँ, हाम्रा साझा धारणा छ, साझा मान्यता छ। सबैको नेतृत्वमा परराष्ट्र बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला खरेलले मुलुकको समृद्धिको मूल आधारको रूपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकारलाई आवश्यक निर्देशन दिन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। संसदीय सुनवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन हुनुभएको छ। संसदीय सुनवाई विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो। एउटै मात्रै उम्मेदवार परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका ज्येष्ठ सदस्य भीमसेन दास प्रधानले जानकारी दिनुभयो। यसअघि पनि ज्येष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आउनुभएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरू पनि सर्वसम्मत ढङ्गले सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। मेरो काम पनि समन्वय गर्ने नै हो। सभापतिको काम समन्वयकारी काम हो। समिति चलाउने काम सदस्यहरूको, निर्णय गर्ने काम पनि सदस्यहरूको र सबै जसरी म निर्विरोध निर्वाचित भए मलाई के खुसी लागेको छ भने आगामी दिनमा हामीले यो समितिको निर्णय र काम कारबाही बढाउँदाखेरि यसै किसिमबाट सर्वसम्मत रूपबाट नै अगाडि बढ्छौँ भन्ने मलाई विश्वास पनि लागेको छ। हुन त हामीले 63 सालदेखि समितिको गठन हुँदाखेरि सबै पार्टीको सहमतिबाट नै गर्ने भन्ने अभ्यास सुरु गर्यौँ।
तर जति गरे पनि मैले देखेँ समितिहरूमा फेरि कोही न कोही उम्मेदवार भइदिन्थ्यो, सहमति बाहेक पनि उम्मेदवार भएको देखेँ। तर यसपालि जुन हो, जुन 10वटा कमिटीको हामीले योभन्दा अगाडि गरिसकेका छौँ र अहिले गरिराखेका छौँ, जुन किसिमबाट पार्टीहरूको बीचमा सहमति भयो, कहीँ पनि निर्वाचनको प्रक्रिया सुरु भएन। बैठकमा समितिका सदस्यहरूले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए। समितिका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रूपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। यसको साथसाथै उहाँमा नेपालका गनिएका कानुनविदहरूमध्येको कानुनमा पनि दखल राख्ने व्यक्ति हुनुहुन्छ। त्यसैले गर्दाखेरि यो सुनवाई समिति हाम्रो संविधानले जुन भावना अनुसार सुनवाई समितिको परिकल्पना गरेर हामी यसको स्थापना गरेका छौँ, त्यसलाई उदाहरणीय रूपमा भोलिका दिनमा प्रस्तुत गर्नका निमित्त उहाँको महत्त्वपूर्ण भूमिका रहने कुरामा कुनै दुविधा छैन। सँगै वकालतका अनुभवहरू पनि बटुलेर नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका सांसद हुनुहुन्छ। संघीय संसद राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा मीरादेवी जैरू निर्विरोध चयन हुनुभएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा जैरूलाल निर्विरोध चयन गरेको हो। एक मात्रै उम्मेदवारी परेकाले जैरूलाल सभापतिमा निर्विरोध निर्वाचन भएको घोषणा गरिएको समितिका ज्येष्ठ सदस्य राधेश्याम अधिकारीले जानकारी दिनुभयो। उहाँलाई सभापतिमा गणेश प्रसाद ठगुनाले प्रस्ताव गर्नुभएको थियो भने प्रभु शाहले समर्थन गर्नुभएको थियो। संघीय संसदको तर्फबाट सम्पूर्ण महानिर्देशक राज्यका निर्देशक अब अन्त्यमा यस समितिको सभापति पदको लागि तोकिएको म्यादभित्र एकमात्र प्रस्तावकर्ता हुन आएकोले माननीय श्री मीरादेवी जैरू यस समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु। मुख्य गरेर निर्वाचन समितिका निर्वाचित सभापति जैरू सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि सभाका सांसद हुनुहुन्छ। समितिका प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुवै सदनका सांसदहरूको प्रतिनिधित्व रहेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने स्पष्ट पारेको छ। काङ्ग्रेस नेता डाक्टर मिलेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रस्ट्याउनु भएको हो। निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुन व्यवस्था नै उचित रहेको उहाँको तर्क थियो। आइतबार काठमाडौँमा आयोजित वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त विषयको अन्तर्संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग नै हुनै नसक्ने दाबी पनि गर्नुभयो। निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको छ। नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरूको बढी हुने भएकाले त्यसमा थप बहसको आवश्यकता तत्कालका लागि नरहेको पनि स्मरण गराउनुभयो। को कुरामा म अहिले पनि उहाँसँग के अरे इस्यु कन्टेस्ट गरेकै हो कि निर्वाचनको मिति उहाँले तोक्ने कुरामा अहिलेसम्म त्यहाँ पुगेको छैनौँ। सबै चिज एउटै खालको हुनु पर्यो क्या। गहना चाहिँ एउटा खालको लगाउने सुनको गहना अनि फरिया चाहिँ अर्को खालको लगाउने गर्न सकिँदैन। माथि सुरुवाल चाहिँ एउटा खालको लगाउने कोट चाहिँ अर्को खालको लगाउन गर्न सकिन्न। हामी जुन राजनीतिक परिस्थितिमा छ राजनीतिक दल सरकारमा बसेको राजनीतिक दलले नबोक्ने भने चुनाव हुँदैन। चुनाव गरायो भने राजनीतिक दलले सबभन्दा आफ्नो के अरे टोपीमा लगाउने प्वाख नै त्यही हो। मैले यतिवटा चुनाव गराएँ यसरी गराएँ भनेर त्यसरी निर्वाचन आयोगले हामीले मिति तोक्छौँ मात्रै भनेर पुग्दैन। काङ्ग्रेस नेता रिजालले निर्वाचनको वैधतामाथि प्रश्न उठाउने काम गर्न नहुने पनि स्पष्ट पार्नुभयो। गत असोज 3 गते संविधान दिवसलाई प्रदेश 2 मा कालो दिवसको रूपमा मनाइएको समाचारका लिङ्कहरू फेसबुकमा सेयर गरे बापत एक कर्मचारीलाई जागिरबाट हटाइएको छ।
धनुषा जिल्ला अदालतमा फरिदार डिठा पदमा करारमा कार्यरत गुन्जन राईलाई जागिरबाट हटाइएको हो। राईले असोज 3 गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसको बारेमा आएका विभिन्न समाचार माध्यमका केही समाचारका लिङ्कहरूलाई फेसबुकमा सेयर गरेकी थिइन्। जागिरबाट हटेकी राईले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टीकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाएको बताइन्। जिल्ला अदालतका श्रेष्ठदार राधाकान्त झाले समाचारकै लिङ्क सेयर गरेकै कारण उनलाई जागिरबाट हटाइएका छन्। समाचारको लिङ्क सेयर गर्नु भनेको संविधान विरोधीहरूलाई समर्थन गरेको भन्दै श्रेष्ठदारले राईलाई जागिरबाट हटाएका हुन्। राईले बिना स्पष्टीकरण सिधै जागिरबाट हटाइएकोमा दुःख लागेको बताइन्। म संविधानको वाला जुन न्युज मैले सेयर गरेँ त्यो सेयरको आधारमा मलाई त्यहाँबाट हटाइएको छ र म के भन्न चाहन्छु भने यो कार्यालयको प्रमुखहरू हुनुहुन्छ, कार्यालय वा प्रशासनको वा न्यायालयको चलाउने जुन अगुवाहरू हुनुहुन्छ, प्रमुखहरू हुनुहुन्छ, उहाँको जुन यो व्यवस्था हो, यो मानसिकता हो कि बिना कुनै स्पष्टीकरण लिइकन हटाउने, त्यो व्यवस्थालाई, त्यो मानसिकतालाई परिवर्तन होस्। म यसको विरोध गर्दछु। यो व्यवस्था र यो मानसिकता छ त्यसको परिवर्तन होस्। बिना कुनै अभिव्यक्तिकै आधारमा लिङ्क सेयर गरेको आधारमा चाहिँ हटाइएको छ। म यो किसिमको व्यवस्थाको म विरोध गर्दछु। अदालतले 2075 असोज 5 गतेसम्म अदालतको आदेशअनुसार थप भएकोमा सो पश्चात तपाईँको म्याद थप नभएको हुँदा मिति 2075 असोज 6 गतेदेखि लागू हुने गरी तपाईँलाई अवकाश दिएको भनी पत्र थमाएको छ। राईले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीहरूको म्याद थपिएको बताइन्। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल महिला सङ्घले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार काठमाडौँमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो। मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कार लगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै काठमाडौँको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको सङ्घकी अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझाउनुको अघि सङ्घले माइतीघर मण्डलादेखि बबरमल स्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडिसम्म विरोध र्याली निकालेको थियो। विरोध र्यालीमा निर्मला पन्त लगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकार विरुद्ध चर्का नाराबाजी गरिएको थियो। र्यालीमा सहभागी सङ्घका नेता कार्यकर्ताहरूले केपी ओली सरकारको चमत्कार, महँगी र बलात्कारले लेखिएको व्यङ्ग्यात्मक प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। राष्ट्रिय कवि माधव प्रसाद घिमिरे 100 वर्षको हुनुभएको छ। विक्रम सम्वत 1976 साल असोज 7 गते लमजुङको पुस्तनुमा जन्मिनुभएका राष्ट्रिय कवि घिमिरेको 100औं जन्मोत्सव अवसरमा आइतबार लैनचौर स्थित निवासमै पुगेर आफन्त, छिमेकी र शुभेच्छकहरूले सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्। उहाँले पनि 100 वर्ष पुगेको अवसरमा घरमै पूजापाठ गर्नुभएको छ। यसै अवसरमा असोज 13 गते राष्ट्रिय कवि घिमिरेको रथ यात्रा पनि हुँदैछ। गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाल जनताको मनमनमा बस्नु सफल राष्ट्रिय कवि घिमिरेलाई स्वच्छतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार हुनुहुन्छ। बाल्यकालदेखि नै निरन्तर रूपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गीति, नाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाउनुभएका उहाँ बहुप्रतिभाशाली हुनुहुन्छ। राष्ट्रकवि घिमिरेको गौरी शोक काव्य चर्चित कृति हो। कर्णप्रिय गाउँछु गीत नेपाली बोलको गीतको रचनाकार उहाँको फुलका थुङ्गा बगेर गयो, आजै र राति के देखे सपना लगायतका गीत
कालजयी रहेका छन्। राष्ट्रकवि घिमिरे उपकुलपतिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि लामो समय सक्रिय रहनुभयो। 100 वर्षको उमेरमा पनि राष्ट्रकवि घिमिरे साहित्य सृजनामा सक्रिय रहनुभएको छ। उहाँले अहिले ऋतुभर महाकाव्य लेखिरहनु भएको हो। राष्ट्रकवि घिमिरेका पत्नी 6 छोरी र 2 छोरा रहेका छन्। इरानको दक्षिण पश्चिमी सहर आहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा 24 जनाको मृत्यु भएको छ। इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन्। 50 जनाभन्दा बढी घाइते भएका छन्। मारिनेमा आधाभन्दा बढी इरानको रिभोल्युसन गार्ड्सका सदस्य छन्। मारिएका अन्य सर्वसाधारण सैन्य परेड हेर्न गएका थिए। इरानको समाचार एजेन्सी फार्सका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहान 9 बजे भएको थियो र करिब 10 मिनेटसम्म गोली चलेको थियो। आक्रमणमा 4 जना संलग्न रहेको अनुमान छ। आक्रमणकारीले मञ्चमा आसीन सैन्य अधिकारीहरूलाई निशाना बनाउने कोसिस गरेको थिए। हतियारधारी समूहले परेडका लागि बनाइएको मञ्च नजिकैको पार्कबाट गोली चलाएका थिए। आत्मसाक्षको क्रममा 2 जना आक्रमणकारी पनि मारिएका समाचारका जनाइएको छ। यो सैन्य परेड इरान-इराक युद्धको सुरुवातको 30औं वर्षगाँठको सम्झनामा आयोजना गरिएको थियो। इरानको रिभोल्युसनरी गार्ड्सका प्रवक्ताका अनुसार यो आक्रमणमा सन्नी अलगवादीको संलग्नता छ। यद्यपि आक्रमणको जिम्मा सरकार विरोधी समूहहरू अरब ग्रुप, अफगान नेसनल रेसिस्टेन्स र आइएस इस्लामिक स्टेट लगायतले पनि लिएका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। धनुषाको धनुषाधाममा अज्ञात व्यक्तिमाथि छुरा प्रहार, घटनाको अनुसन्धान हुँदै। पेट्रोलियम पदार्थ मूल्य वृद्धिको असर गाडी भाडामा, आजदेखि सार्वजनिक यातायातको भाडामा 10%ले वृद्धि। आज अनन्त चतुर्दशी, भगवान अनन्तको पूजा साथै डोडो बाँध्ने परम्परा। संसदीय सुनवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन। र कालो दिवसका समाचारहरू फेसबुकमा सेयर गरेपछि धनुषामा एक कर्मचारीलाई जागिरबाट हटाइयो, जागिर हटाएकोमा विरोध। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।